हेलो गुड मर्निङ सबैजना सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु। आज पनि तपाईँलाई स्वागत छ मेरो अनदर ब्लगमा। तपाईँलाई मेरो ब्लग कस्तो लाग्छ लाइक कमेन्ट र सेयर गर्न चाहिँ नबिर्सिनु होला। आज पनि तपाईँलाई बाटोमा चाहिँ जे जस्तो हुन्छ त्यही कुरा देखाउने कोसिस गर्ने गइरहेको छु। आज पनि म चाहिँ ड्युटीको लागि एकदमै तयार भएर ड्युटीको लागि हिँड्ने। बाटोमा तपाईँलाई जे देखिन्छ जस्तो देखिन्छ त्यही कुरा तपाईँलाई देखाउने कोसिस गर्नेछु। अनि चाहिँ म यहाँ चाहिँ अब यहाँबाट पुगिसकेको छु, आधी बाटो पुगिसक्यो। अब केही छिनमा चाहिँ हामी होटल पुग्ने तयारीमा हुनेछु। अब यहाँदेखि चाहिँ माथि चाहिँ एकदमै हाम्रो होटल आउने छ। यहाँ तपाईँलाई भन्दै गरेको छु मैले, रोड क्रस गर्दाखेरिमा ट्राफिकको एकदमै ध्यान दिनु होला, किनभने चाहिँ जल्दीबाजी नगर्नु होला। एकदमै धैर्यताले रोड क्रस गरेर भन्न चाहन्छु। जसोतसोमा पनि रोड क्रस गरेर अब चाहिँ माथि पुग्नै आँटेको छु। अब एकैछिनपछि हाम्रो होटलमा आउने चाहिँ तपाईँलाई देखाइसकेँ मैले। यो चाहिँ वेदिन्ता ग्रुपको होटल भइहाल्यो। अनि यहाँबाट चाहिँ अलि माथिको चाहिँ हाम्रो रेस्टुरेन्ट आउँछ। अनि यहाँ चाहिँ हाम्रो होटलको अगाडिपट्टिको भ्यू भइहाल्यो। अनि चाहिँ यो तपाईँले हाइवे भइहाल्यो, यो देखिसक्नु भएको छ, एकदमै मेन ठाउँ भयो। अनि चाहिँ यहाँबाट चाहिँ एकदमै हाम्रो बाहिरबाट देखिने रेस्टुरेन्टको लुक भइहाल्यो। अनि चाहिँ एकदमै यो हाम्रो होटलको बाहिरीको लुक भइहाल्यो, बाहिरबाट देखिने। अनि यता पार्किङबाट म पनि रेस्टुरेन्ट पुगेँ। बिहानपट्टि चाहिँ एकदमै साफसफाइ गर्न बाँकी थियो। रेस्टुरेन्ट एकदमै पछि केटाहरू आएर साफसफाइ गर्नेछन्। अहिले चाहिँ एकदमै त्यति साफसफाइ छैन। मन्दिरमा पूजाउजा भइसकेको थियो, पूजाउजा गरेँ, मैले पनि दर्शन मागेँ। अनि चाहिँ मन्दिरमा दर्शन गरिसकेपछि म पनि आफ्नो दैनिक कामतिर चाहिँ लाग्न लागेँ। अब चाहिँ एकदमै लन्चको लागि रेस्टुरेन्ट एकदमै सेटअप रेडी भइसकेको छ। अनि चाहिँ अब 1-2 टेबल लाग्नै पसिसकेका छन्। अब चाहिँ एकदमै फुल क्राउड हुनेछ, भिडियो बनाउनु मिल्नेछ। तपाईँले देख्न सक्नुहुन्छ कस्टमर एकदमै भिडभाड फुल छ। अनि चाहिँ आज चाहिँ मैले चाहिँ साँझतिर बनाउन पाइनँ भिडियो। तपाईँलाई चाहिँ यो भिडियो कस्तो लाग्छ के लाग्छ लाइक कमेन्ट र सेयर गर्न नबिर्सिनु होला। फेरि पनि 4 बज्यो, अब ब्रेकको लागि हिँडेँ। ब्रेकमा हिँड्दाखेरि रुममा गइयो। रुममा गइसकेपछि एकदमै बाटोमा एकदमै मौसम पनि एकदमै दामी छ। आज चाहिँ एकदमै रमाइलो मौसम भएको छ। म चाहिँ रुममै पुग्न आँटेँ। अब चाहिँ यो चाहिँ पन्जुली ग्रुपको होटल भइहाल्यो। यहाँबाट गएर यहाँ चाहिँ एकदमै कन्स्ट्रक्सनको काम पनि चलिरहेछ, पाइपलाइनको काम पनि चलिरहेछ। अनि यहाँबाट चाहिँ अलिकति तलकै चाहिँ हाम्रो रुम भइहाल्छ। अनि चाहिँ मैले फेरि पनि भन्छु तपाईँलाई, रोड क्रस गर्दाखेरिमा एकदमै ध्यान दिनु होला। ट्राफिक हुन्छ, एकदमै जल्दीबाजी नगरेर एकदमै धैर्यताले रोड क्रस गर्नु होला भन्न चाहन्छु। म पनि अब रुम पुग्नै आँटेको छु। यहाँ तलकै चाहिँ हाम्रो रुम भइहाल्छ। अनि फेरि साँझको लागि ड्युटीको लागि तयारी भइन्छ। अनि साँझ चाहिँ ड्युटीको लागि तयारी भइसकेपछि एकदमै अँध्यारो भइसकेको थियो। एकदमै सुनसान छ जग्गा, एकदमै अँध्यारो भइसकेको छ। अब ड्युटीको लागि हामी पनि हिँडेँ। तपाईँलाई भन्दै गरेको छु, तपाईँले चाहिँ भिडियो यहाँसम्म हेर्दै हुनुहुन्छ भने लाइक कमेन्ट सेयर गरिदिनु होला। आज चाहिँ मैले साँझको भिडियो बनाउन पाइनँ, किनभने चाहिँ एकदमै रेस्टुरेन्ट धेरै क्राउड थियो, त्यही भएर चाहिँ मैले भिडियो बनाउन पाइनँ। गाइज, तपाईँलाई भिडियो कस्तो लाग्छ के लाग्छ लाइक कमेन्ट सेयर गर्न नबिर्सिनु होला।